हाई एभ्रिवान। नयाँ फ़ोन किनेको 3-4 महिनापछि बल्ल म अनबक्सिङवाला भिडियो हाल्दैछु। यो फ़ोन चाहिँ मलाई मेरो दादाले किनिदिनु भयो हो। ल खोलौँ है त फ़ोन। ठ्याक्क मैले बक्स खोलेँ अनि सुरुमा चाहिँ मैले भिडियो रेकर्ड गर्दाखेरि बोल्छु भन्ने लागिरहेको थियो, भोइस ओभर हाल्छु भन्ने लागेको थिएन। अनि त्यही भएर अहिले चाहिँ भोइस ओभर हालिरहेको छु। ल फ़ोन चाहिँ वाइट आइफोन 16E हो। सुरुमा चाहिँ मैले सिमवाला स्लट छ कि छैन त्यो चेक गरेँ क्या। अनि त्यो चाहिँ तार भयो, तारसँग पिन पनि छ। चाइनामा चाहिँ ई सिमहरू चल्दैन, अनि त्यही भएर हामीले फिजिकल सिमै चलाउनुपर्छ। त्यसको लागि चाहिँ फ़ोनमा सिम हाल्ने ठाउँ हुनैपर्छ। अनि मैले सुनेअनुसार कुनै कुनै फ़ोनमा चाहिँ सिम हाल्ने ठाउँ थिएन, अनि त्यही भएर चाहिँ मलाई एकदम डर लागिरहेको थियो सुरुमा चाहिँ, तर धन्न रहेछ यसमा चाहिँ। अनि ल फ़ोन यसो हेर्दैछु चारतिर, राम्रो देखिरहेछ, सफा देखिरहेछ, वाइट कलरको राम्रो देखिँदो रहेछ। ठ्याक्क त्यो सेतोवाला स्क्रिन निकालौँ, चट्ट आयो। अनि मैले चाहिँ पहिल्यै यो टेम्पर ग्लासहरू मगाएर राखिरहेको थिएँ। अनि ट्याक्क अब चाहिँ त्यो लाउने। मलाई सबभन्दा ओसिडी लाग्नेवाला कुरा चाहिँ यो टेम्पर ग्लास हाल्दाखेरि त्यो बबलहरू बस्छ कि भन्नु, त्यही भएर एकदम डर लागिरहेको हुन्छ युजली। त्यही भएर एकदम ध्यान दिएर हाल्छु। ध्यान दिएर हाले पनि अलिअलि बबल चाहिँ बस्ने क्या सधैँ। अब एकदम मजाले ध्यान दिएर हालिरहेको छु म। अब चाहिँ पालो क्यामेरा प्रोटेक्टरको। त्यो पनि मैले पहिल्यै मगाएर राखिरहेको थिएँ। मैले टेम्पर ग्लास, क्यामेराको प्रोटेक्टर अनि कभर चाहिँ पहिल्यै मगाएर राखिरहेको थिएँ। यो हालेपछि अब पालो आउँछ मेरो फ्यान्सी कभर। यो कभर चाहिँ मलाई एकदम राम्रो लागेको थियो अनलाइनमा, अनि मगाइहालेको थिएँ। अझ देखाउँछु। यसमा चाहिँ कार्डै हाल्न मिल्छ अनि मलाई एकदम सजिलो हुन्छ क्या स्टुडेन्टहरूलाई। ट्याक्क स्टुडेन्ट कार्डले सबै डोरहरूको एक्सेस हुने हुनाले ट्याक्क फोनको पछाडि हाल्दाखेरि हराउने चान्सेस पनि कम भयो। र मैले पुरानो फोनबाट आफ्नो स्टुडेन्ट कार्ड निकालेँ, स्टुडेन्ट आइडी कार्ड। अनि त्यो कार्डलाई चाहिँ अब म ट्याक्क नयाँ फोनको पछाडि ट्याक्क यसमा चाहिँ ठाउँै छ। अनि पुरानोमा चाहिँ कभरको पछाडि हाल्नु परेको थियो कि। ल थ्याङ्क यू फर वाचिङ है, बाई बाई।